ऐसेलु चाहिँ लास्टै मिठो के। हेलो गाइज, वेलकम ब्याक टु माई सेकेन्ड मिनी भ्लग। आज चाहिँ बिहानै उठेर आफूलाई स्टार्ट गरेँ अनि बाइकलाई पनि स्टार्ट गरेँ। बाइक पुसपास गरेर म रेडी हुन गएँ अनि आज चाहिँ म मेरो गाउँ जाँदैछु। मेरो गाउँ चाहिँ काठमाडौँबाट 1.5 घन्टा जतिमा पुगिन्छ। गाउँ चाहिँ म र मेरो साथी जाँदैछौँ। बिचरा केटा अघि नै देखि कुरिरहेको थियो अनि आजको मौसम खासै राम्रो थिएन अनि साथी र म चाहिँ मजाले गफ गर्दै गयौँ। रोड पनि एकदमै खाली थियो, सायद म गाउँ जाने भएको भएर होला। त्यसपछि बाइकमा पेट्रोल हाल्न गयौँ। पेट्रोल पनि के साह्रो महँगो हो अनि हामी जर्सिन पौवाको उकालोतिर लाग्यौँ। केही समयको उकालो पछि हामी जर्सिन पौवा बजारमा पुग्यौँ। बजार पुगिसकेपछि हामी फेरि तलतिर झर्यौँ अनि एकछिन तल झरिसकेपछि जगते भन्ने ठाउँ आइपुग्यो। त्यहाँबाट अझै तल झरिसकेपछि हामीले ऐसलुको बोट देख्यौँ। ऐसलु त लटरम्मै फलेको रहेछ अनि हामीले बाइक रोकेर ऐसलु खान थाल्यौँ। ऐसलुको झाङ चाहिँ एकदमै धेरै थियो, हामीले खाइ नसक्नु नै थियो। यहाँको मान्छेले खान्छ कि खाँदैन के हो नि थाहा भएन। हामीले चाहिँ टन्न खायौँ अनि मलाई चाहिँ खाएको चित्त नै बुझेन। अनि त्यसपछि मैले एक मुठी भरेर अनि गुवाम्म खा त कम त मजा आएन। अनि त्यसपछि साथीले आफ्नै गाउँमा नि चिनेनन् वाला पोस्दियो अनि फेरि हामी फटाफट घरतिर लाग्यौँ। अनि घरतिर जाँदै गर्दा बाटोमा एउटा राम्रो रुख रहेछ अनि त्यहाँ हामीले बस्ने निर्णय गऱ्यौँ। अनि एकछिन बसेर गफसफ गरेर यसो नौटङ्की गरियो अनि फेरि अनि यसो हेरेको त घाम डुब्न लागिसकेको रहेछ अनि हामी फेरि फटाफट घरतिर लाग्यौँ। छिटो पुग्नको लागि मैले चाहिँ सर्टकट बाटो लिएको, तर सर्टकट बाटो एकदमै अप्ठ्यारो रहेछ। अनि अप्ठ्यारो बाटो कटिसकेपछि हामी मेलम्ची बजारमा पुग्यौँ, जुन कि हाम्रो गाउँको सबभन्दा ठुलो बजार हो। अनि हाम्रो मेलम्चीको मोमो चाहिँ एकदमै टेस्टी मिठो हुन्छ। म जहिले घर आउँदा जाँदा पनि यहाँको मोमो चाहिँ खाएकै हुन्छु। मेरो साथी चाहिँ एकदमै खन्चुवा, हेर्नुहोस् जन साथी पनि मेरो चाहिँ एकदमै खन्चुवा। यो साथीले दुई प्लेट मोमो थपी खायो अनि पैसा चाहिँ मलाई तिर्न लायो। त्यसपछि मेरो बाइक धुन दिएको थिएँ, बाइक धोयौँ अनि त्यसपछि यसो घरको लागि फलफुल किनेको जस्तो गरेर यसो किनेको जस्तो गऱ्यौँ। अनि त्यसपछि घरमा तेल पनि सकिएको रहेछ अनि त्यसपछि हामी तेल किन्न गयौँ। 2 पोका तेल किनिसकेपछि हामी फेरि फटाफट गाउँतिर लाग्यौँ। यो चाहिँ हाम्रो गाउँको पुल हो गाइज अनि यो चाहिँ इन्दावती खोला हो जुन तपाईँहरूले देखिसक्नु भएको छ। अनि त्यसपछि मैले एकछिन साथीलाई बाइक चलाउन दिएँ। म चाहिँ एकदम बाइक चलाउँदा थाकेको थिएँ। एकछिन गाउँको चिसो हावा खाउँ भनेर साथीलाई बाइक चलाउन दिएको अनि गाउँमा चाहिँ मकै छर्नको लागि मल हालेको रहेछ। अनि फाइनली म मेरो घर पुगेँ गाइज। घरमा चाहिँ सबैजना बसिरहनु भएको रहेछ, बुवा मम्मी बाजे अजी। यो चाहिँ मेरो घर हो गाइज, हेर्न सक्नुहुन्छ। अनि एकछिन गफ गरिसकेपछि हामी पार्टीतिर तास खेल्न गयौँ गाइज। अनि मेरो भ्लग पनि यहीँ सकिन्छ। बाई बाई।